तपाईको बुढीको एउटा खराब बानी के छ? रिस उठेपछि के भयो भनेर जति सोधे पनि केही भयो छैन। यदि तपाईको एक्सले फेरि डेटिङ जाम भने तपाईको भन्नुहुन्छ? कुन एक्स? क्यापिटल एक्स कि स्मल एक्स? साउनमा हरियो चुरा लगाउने केटीहरूलाई के भन्नुहुन्छ? चुरा लगाउँदा महादेव होइन, चुरा पसले चाहिँ खुसी हुन्छन्। तपाईलाई कुन खेल मन पर्छ त बाजे? जाउला खेल र लगन खेल मन पर्छ। तपाईको 50 वर्षको बिहे सफल पार्ने रहस्य के हो? कहिलेकाहीँ उनी ठिक हुन्छन्, बाँकी दिनमा मनै गलत हुन्छ। पढ्न मन नलाग्नेहरूलाई के सल्लाह दिनुहुन्छ बाजे? टेन्सन नगर, पढ्नेलाई हतार छ, नपढ्नेलाई दुवै कतार छ। बाजे जिन्दगीमा बिहे गर्न हुन्छ कि हुँदैन? गर्नुपर्छ, जिन्दगीभर खुसी बस्नु पनि भएन नि। तपाईँ रक्सी पिउने मान्छेलाई के भन्नुहुन्छ? रक्सी लिएर मेरो घर आऊ, म सितान बनाउँछु। तपाईको श्रीमतीको सबैभन्दा ठुलो गल्ती के हो बाजे? मेरी श्रीमती सधैँ सही हुन्छन्, गल्ती त म गर्छु। तपाईको कलेजो बिग्रिसक्यो, अब रक्सी नपिउनुस् है बाजे। हुन्छ डाक्टर साहब, रक्सी छोडिदिन्छु, अब छ्याङ पिउँछु। जवान केटाहरूलाई एउटा सुझाव दिनुस् बाजे। केटीको फोटो मात्र हेरेर मक्ख नपर, झट्ट हेर्दा युरिया मल पनि चिनी जस्तो देखिन्छ। बाजे सुन्नुस् न, पशुपालन गर्नु भएको छ? 4-5 बाख्रा अनि एउटा सालो पालेको छु। बाजे तपाईको हाइट कति छ? 50 केजी जति होला नि, खाइ बिर्सिए। तपाई भोलि प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ? सुरुमा त एक गिलास पिउँछ अनि अरु सोचम्ला। झापाका एक युवाले जापानी भाषा भन्दै 34 जनालाई तामाङ भाषा सिकाएर फरार भएका छन्। अब टिकटक हेरेकै भरमा पैसा आउने, दिनभरि टिकटकमा लाइक कमेन्ट गर्नेहरूका लागि नेपाल सरकार बेरोजगार भत्ता दिने। रौतहटको परहट भन्ने ठाउँमा एक युवाले आफ्नी प्रेमिकालाई ह्यापी बर्थडे भन्न बिर्सेपछि प्रेमिकाले 3 दिनको मौन व्रत बस्ने निर्णय गरेकी छन्। वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार टिकटक चलाउँदा बसेर भन्दा सुतेर चलाउने मानिसहरूको आयु लामो हुने पुष्टि भएको छ। लभ परेका केटाहरूको हालत कस्तो हुन्छ? आज जिन्दगी त बेबी नरिसाउन भन्दै सकिन्छ। लभ परेका केटाहरूको हालत कस्तो हुन्छ? आज जिन्दगी त बेबी नरिसाउन भन्दै सकिन्छ। कस्तो लागिरहेको छ जन्मेर? के हुनु, बाउ आमा दुईटै टिकटक बनाउनी परेछन्, गाह्रो पर्ने भयो। तपाई रक्सी पिउने मान्छेलाई के भन्नुहुन्छ? रक्सी लिएर मेरो घर आऊ, म सितन बनाउँछु। बिहे गर्ने सोचेका केटाहरूले जान्नै पर्ने कुरा के हो बाजे? स्यालले बाघसँग जित्नु र बुढाले बुढीसँग जित्नु एउटै कुरा हो। बुढीसँग रिस उठ्यो भने के गर्ने बाजे? चुप लाएर सुत्ने, फेरि उनी रिसाइन् भने सुत्न पनि गाह्रो पर्ला। बाजे जवान केटाहरूलाई एउटा सुझाव दिनुस् न। गलत स्त्री र गलत मिस्त्रीले घर बिगार्छ, बेलैमा ध्यान दिनुपर्छ।